एसएसडब्ल्यू वर्किङ भिजामा एप्लाई गर्न तपाईँहरूलाई चाहिँ पढाइ पनि चाहिँदैन, कुनै क्वालिफिकेसन पनि चाहिँदैन। मेन भनेको चाहिँ तपाईँहरूले ल्याङ्ग्वेज पढ्नु पऱ्यो। ल्याङ्ग्वेज पढिसकेपछि इक्जाम पास गर्नु पऱ्यो है त। अनि मलाई धेरैले तपाईँ चाहिँ कुन कन्सल्टेन्सीमा पढ्नु भएको भनेर सोध्नु भएको थियो। मैले चाहिँ सेवा जापानिज ल्याङ्ग्वेज स्कुलबाट पढेको हो। तपाईँहरूलाई पनि त्यहाँ पढ्नु मन छ भने मैले माथि नम्बर छोडिदिएको छु, प्लस तपाईँहरूले फोन गरेर सोध्न नि सक्नुहुन्छ अथवा मलाई डिएम गर्दा पनि गर्दा हुन्छ है त। अनि त्यसपछि धेरैजनाले सोध्नु भएको थियो भिजा एप्लाई गर्न चाहिँ एज चाहिँ कति हुनुपर्छ भनेर। एज चाहिँ तपाईँहरूको 18+ हुनु पऱ्यो। 18+ छैन चाहिँ भिजा एप्लाई हुँदैन है त। अनि मलाई धेरै भाइ बहिनीहरूले पनि डिएम गर्नुभएको थियो, हाम्रो चाहिँ एज 18 पुगेको छैन, हामीले चाहिँ के गर्दा बेस हुन्छ भनेर। तपाईँहरूसँग नागरिकता छ भने चाहिँ मजाले इक्जाम दिन पाएँ है। त्यसपछि तपाईँहरूलाई चाहिँ बेस्ट चोइस भने चाहिँ अहिले चाहिँ तपाईँहरूले मजाले ल्याङ्ग्वेज पढ्ने, पढाइलाई मजाले टाइम दिने, अनि बिस्तारै इक्जाम पास गरिसकेपछि चाहिँ 10 वर्षको हुन्छ। त्यही भएर आत्तिनु चाहिँ परेन। जब आफ्नो एज पुग्छ नि त्यसपछि तपाईँहरूले भिजा एप्लाई गर्न सक्नुहुन्छ। ल आजलाई यति नै, धन्यवाद। अरू केही कुरा छ भने मलाई डिएम गर्दा हुन्छ अथवा कमेन्ट गरेर सोद्धा हुन्छ है त। बाई बाई।